सो फाइनली गाइज म चाहिँ डाँडा पुग्यो है। मैले चाहिँ बिच बाटोमा भारी भएको कारणले भिडियो बनाउन पाइनँ। उता एउटा गोठाली पनि छ है गाइज, तपाईँहरूलाई देखाउनु। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू स्वागत छ फेरि पनि तपाईँहरूलाई आजको नयाँ ब्लगमा। आज चाहिँ म भाइहरूसँग लेकतिर आएको छु। लेकतिर चाहिँ आज हामी गडा जोत्न जाने हो। बोल्दै दिनुहोस्, म छाना पनि पुगेँ। यहाँको भ्यू पनि बवाल छ। यहाँ चाहिँ ओर्दिएको छ यहाँ अगाडिबाट। भाइहरू पनि जोतिरहेको छन् बहिनी। वा भ्यू पनि बवाल छ है गाइज। बिहानी पख यो चाहिँ छानो पुरै निलो छ आकाश। भाइहरू पनि जोतिरहेको रहेछ नि। हाई गर्न, हाई गर त, हाई गर्न, हे हाई गर त, हाई गर्न। फाइनल गाइज म पनि जोत्ने छु है। अब तपाईँहरूलाई देखाउने छु। आउन त आउँदैन तै पनि। ल्या भाइ म जोत्छु, ल्या ल त भिडियो बना। फाइनल गाइज म पनि हलो जोत्दै। ल ल ल समात हेर्नुहोस् है गाइज, आउनु। सो फाइनली गाइज हामीले जोतेर पनि सक्यौँ। भाइहरू कोदाली रहेछन्। जे होस् एकछिनलाई भयो नि रमाइलो भयो। अब चाहिँ हामी खाना खाएर यो डाँडाभन्दा उता लाग्नेछौँ। डाँडाभन्दा उता पनि गडा छन्। ल हेरौँ। साथीहरू म चाहिँ खाना खाएर निस्केँ। भाइहरू पनि अगाडि गइसकेँ। यता चाहिँ मेरो तिलबारी छ है गाइज, तिलबारी। अहिले सुकेर मात्र हो, बर्खा चाहिँ बबाल देखिन्छ। अनि हामीले जाने भनेको चाहिँ यो बाटो हुँदै अब त्यो बाटो हुँदै त्यहाँभन्दा उता हो है। पनि मेरो लागि राखेको छ क्या हो। यो हलो लिनुपर्ने हो गाइज यो उकालोमा। सक्छु कि नै। सो फाइनली गाइज म चाहिँ डाँडा पुग्यो है। मैले चाहिँ बिच बाटोमा भारी भएको कारणले भिडियो बनाउन पाइनँ। फाइनली यहाँ डाँडा पुग्यो अहिले उकालो चढेर। यहाँबाट भ्यू पनि हेर्नुहोस् बबाल छ है, पुरै निलो छ आकाश। त्यही हो। अब चाहिँ हामी यो बाटो हुँदै जानेछौँ यहाँबाट उता। तपाईँहरूलाई उतै गडामै भेट्नेछौँ। फाइनली गाइज म चाहिँ गडा पुगेँ। बाख्रा पनि ल्याइसकेको रहेछन् अगाडि। यो चाहिँ मेरा बाख्रा छ। अनि यहाँ पारीको भ्यू हेर्न सक्नुहुन्छ, बबाल छ है। बर्खा चाहिँ पानी झर्थ्यो उता, सुकिहाल्यो। जे होस् ठाउँ चाहिँ बबाल छ। अनि हामीले जोत्नुपर्ने गडा चाहिँ 1 2 3 4 चारवटा गडा छ। एउटा गोठाली पनि छ है गाइज, तपाईँहरूलाई देखाउनु छु। गोठाली पुरै चिल भाइबमा। वाउ माया हाँसेको, माया हाँसेको। यहाँ हेर्नु भने माया हाँसेको, पुरै माया हाँसेको। बाख्रा चराउन आगी मान्छे है गाइज। यो त जोस् बहिनी रमाइलो छ। यता चाहिँ मेरो गाई चरिरहेछन् है। ए माया हाँसेको। हेलो गाइज भन्नु। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग भन्नु। भन्ने नि भन् त। खाजा दिनु ल भन् ल भन् भन् भन्न भन्न बेला बेला। भाइ पनि मस्त बल्द जोतिरहेछ है। कस्तो फिल भइरहेछ भाइ? गाह्रो छ यार भाइलाई यार।
4 व्हिल बल्ल चाहिँ 4 व्हिल बल्ल हुनु है गाइस। वाउ नाम चाहिँ कमल बुढा थियो कि नाच न भाइ बुनु नाच त तिमी बुनु नाच न भने नाच त नाच न लास्टै लजाउँछ गाई नाच न बेला बेलु 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 लजाइरहेछ ऊ गाइज जेठी बोरानी हिमाल त्यो चाहिँ बजाङमा पर्छ है। ल फाइनली साथीहरू हामी सकेर हिँड्न लाग्यो है। बल्ल पनि थाकिसके भाइ पनि थाकिसके पछाडि तपाईँलाई आजको भ्लग कस्तो लाग्यो मन परे लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फेरि पनि तपाईँहरू माझमा यस्तै भिडियोहरू लिएर आउनेछु। तबसम्मलाई सबैलाई माया छ।